यस्ता छन् यी 5 जना चर्चित नेपाली सिरियल कलाकारका श्रीमान श्रीमती। नम्बर 1, आशा खड्का। नेपाली टेलिसिरियल क्षेत्रकी निकै प्रख्यात र प्रतिभाशाली अभिनेत्री, लेखिका तथा निर्देशिका हुन् आशा खड्का। उनले भुन्टी र कान्छी जस्ता नेपालकै सर्वाधिक लोकप्रिय र व्यावसायिक रूपमा सफल पारिवारिक टेलिसिरियलहरूमा मुख्य भूमिका निभाएर दर्शकको मन जित्न सफल भएकी छिन्। वास्तविक जीवनमा निकै शालीन स्वभावकी आशाका श्रीमान हुन् सागर गौतम, जो आफै पनि निर्देशन र अभिनयमा सक्रिय छन्। नम्बर 2, सागर लम्साल बले। भद्रगोल र सकिगोनी जस्ता चर्चित टेलिसिरियलहरूमा बलेको भूमिकाबाट लोकप्रिय बनेका कलाकार हुन् सागर लम्साल। उनी एक अभिनेता र हास्य कलाकार मात्र नभएर उत्कृष्ट नृत्यकार पनि हुन्। आफ्नो स्टाइल र संवाद बोल्ने फरक शैलीका कारण दर्शकको रोजाइमा पर्ने बलेले सन् 2024 मा स्नेहा दङ्गालसँग विवाह गरेका हुन् र यो सुखद जोडीले